हेलो गाइस, वेलकम टू माय चैनल। म चाहिँ बिहानै उठेर ब्रस गरेछु। मेरो दिनको सुरुवात यसरी हुन्छ। बाबाले ग्लासमा पानी हाल्नुहुन्छ पूजा गर्नु लागि। म चाहिँ ब्रस गर्दै बाटोमा कुद्दैछु, हेर्दैछु म। गाइस, अनि कलको पनि कस्तो मिठो छ। यो चाहिँ हाम्रो किचन रुम हो। यो चाहिँ हाम्रो किचन ऱ्याक हो। यो चाहिँ केटाको प्लान। हाम्रो चाहिँ प्लानहरू धेरै छन्। हाम्रो चाहिँ प्लान कस्तो राम्रो लाग्यो। हाम्रोमा धेरै प्रकारको प्लानहरू छ। गाइस, यो चाहिँ भाले फुलको सानोमा फुल्दैछ। कस्तो राम्रो हुन्छ। कस्तो लाग्यो भाले फुल। यो चाहिँ गुजु फुल हो। बाबाले पूजा गर्नु रेडी गर्दै हुन्छ। थालीहरू करासालु फुल पनि हाल्दै हुन्छ। मेरो ब्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। बाबाले किचनमा सब रेडी गर्दै हुन्छ। यो हाम्रो चाहिँ किचन हो। हाम्रो चाहिँ किचनमा बाबाले डेकोरेट गर्नुभएको छ। गाइस, तपाईँहरूलाई कस्तो लाग्यो गाइस कमेन्ट गर्नु होला। बाबाले कलश राख्नु लग्दै हुन्छ। म चाहिँ ब्रस गरिसकेँ अनि म चाहिँ मुख दिँदैछु। गाइस, म यो कल हेर्न सक्छु। यो कल चाहिँ हल्का छ। पानी पनि मिठो हुन्छ। पानी पनि चिसो छ। म चाहिँ मुख धुन आँटिसकेँ। म चाहिँ ब्रस धुँदैछु। म लेच कुला पनि गरिसकेँ। तपाईँहरू पनि आउनु होला। पानी चिसो आउँछ। म चाहिँ धुइसकेँ। अब पारो साबुनले मुख धुने। हाम्रो चाहिँ दिवालपछि चोकमै हो। आउनु होला। कल चलाउनु कस्तो मजा आउँछ। गाइस, म चाहिँ मुख धुन आँटिसकेका। म चाहिँ ब्रस राख्न आँटिसकेँ। गाइस, म चाहिँ साबुन फेरि धुन आँटेँ अनि म चाहिँ ब्रस राखिसक्न आँटेँ। गाइस, म चाहिँ फेरि एकपल्ट लाउन आँटिसकेँ साबुन। फाइनली गाइस, म मुख धुइसकेँ। गाइस, ब्लग आज यति नै। लाइक गरिदिनु होला, माया गरिदिनु होला।